चलिआएको प्रचलनहरू छ, यसलाई हामी सबैजना जोगाड गर्नुपर्छ। मध्य प्रदेशमै पनि आज लगभग हाम्रो 8वटा जिल्लाहरूमा 8 ठाउँमा आज धुमचुना मनाइरहनु भएको छ। सबैजनाको र्याली शुभकामना आदान प्रदान भइरहेको छ र हामीले यस आज बर्दिवासमा पनि हामीले सबैले मिलेर यो शुभकामना आदान प्रदान गर्नुपर्छ भनेर एउटा र्यालीको आयोजना गरेका थियौँ। यहाँ सबैजना त्यस र्यालीमा सहभागी भइदिनु भएको छ। आजको चाड भनेको सबैजना घरमा व्यस्त हुने चाड हुँदै पनि हामीले सबैले यो आफ्नो पर्व हाम्रो खुसियाली मनाउनुपर्छ भनेर टाढा टाढादेखि गौशालादेखि पनि हाम्रो आदरणीय व्यक्तित्वज्यूहरू हाम्रो सहभागीमा सँगै एकसाथ भएर हामी हिँडिदिएका छौँ, जसमा हाम्रो कला, हाम्रो शान, नेपाली संस्कृति, हाम्रो पहिचान भनेर नारा एउटा बनाएर सोही नारा अनुसार हामीले आज यो र्याली सफल पनि बनाएका छौँ। जतिजना सहभागी हुनुभएको छ यहाँहरू सबैलाई नेवा देवीको तर्फबाट, नगर समितिको तर्फबाट धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र यो हाम्रो पुरानो एउटा नेवाको यो 1146 बनाउँदै जाँदाखेरिको पुरानो एउटा कथाबाट सुरु भएको छ। हरेक सम्वत, हरेक इस्वी सम्वत अथवा विक्रम सम्वत जुन पनि सुरु भएको छ, हरेकको एउटा उदाहरण छ, एउटा कथा जोडिएको कुराहरू छ। जस्तै हामीले इङ्ग्लिस अङ्ग्रेज 2025 बनाउँदाखेरि पनि यसको सुरुवाती चरण भनेको यीशु जेसस क्राइस्टको जन्मलाई लिएर मनाउने गरेको छ भने विक्रम सम्वतको पनि त्यस्तै एउटा आधार छ। र नेपाल सम्वत सुरु भएको कहानी पनि हाम्रो पुरानो पहिलाको चलनमा चाहिँ हाम्रो शङ्करधर साखोले चाहिँ
एउटा धेरै आफ्नो ठाउँमा भइरहेको गरिबीलाई उन्मूलन गर्नको लागि चाहिँ एउटा सहयोग गरेको बापतले उहाँले त्यो राज्यमा चाहिँ भएका ऋण सबै मुक्त गराउनु भएको एउटा दिनलाई खुसियालीको पर्वको रूपमा मनाउँदै आएको छ। यसको कहानी त लामो छ, चर्चा गर्दाखेरि किन कसरी त्यो खोलाबाट सुन कसरी बन्यो, बालु कसरी सुन बन्यो भन्ने कुरा हामी पछि पनि विषय हामीले चर्चा गर्ने विषय छ। तर हाम्रो जो आजको उत्पत्ति भएको समय भनेको चाहिँ त्यो एउटा समाजभरि भएका ऋणीहरूलाई चाहिँ कसरी हुन्छ उसले त्यो आफ्नो जम्मा भएको सम्पत्ति बेचेर चाहिँ त्यसबाट मुक्त गरेको खुसियालीको दिन हो। हामी यसै खुसियालीमा वर्षै पछि मनाउँदै गरिरहेका छौँ। आज हाम्रो यो खुसियालीमा सबैजना सहभागी भएको छ। हाम्रो नेवारी यो यसमा पनि लगभग 12वटा महिना छ। एउटा महिनाबाट अर्को महिनासम्म जाँदाखेरिको लगभग 365 दिनको हाम्रो विक्रम सम्मत हुन्छ भने यो लगभग 12-15 दिनको कम 358 दिनको मात्रै मोटामोटी यो हाम्रो लगभग 1 वर्ष हुन्छ। हरेक यो चन्द्रमा तिथिलाई हेरेर स्टार्ट हुने हुन्छ र यो यसको छुट्टै यसको कहानी पनि छ। यसको बारेमा पनि हामीले चर्चा गर्नुपर्छ र यसलाई हामीले सिक्नु पनि पर्छ र यसको बारेमा पनि हामीले ज्ञान लिनुपर्छ र हामीभन्दा मुनिका पुर्खाहरूलाई अथवा हामीभन्दा मुनिका जेनेरेसनहरूलाई पनि हामीले यो बारेमा संस्कृतिको बारेमा बताउनुपर्छ भन्ने एउटा विचारहरू राख्दै आजको कार्यक्रममा यहाँहरू जति सहभागी भइदिनु भएको छ यहाँहरू सबैलाई फेरि पनि आजको कार्यक्रममा स्वागत गर्दै यहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दै यहाँहरूप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु। उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा उपस्थित सम्पूर्ण उपस्थित साथीहरू जोडोलोपा नमस्कार भन्न चाहन्छु। हामी तराईमा बस्ने नेवारहरू आफ्नो संस्कार संस्कृति आफ्नो भाषा हामीले सबैले बिर्सिएर यहाँ बसेका छौँ। हाम्रो आफ्नो व्यक्तिगत रूपले केही पनि छैन। हामी अहिले साँच्चै भन्ने हो भने हाम्रो धर्म संस्कार संस्कृतिमा हामी घुमन्त फिरन्त जस्तै छौँ। हाम्रो केही पनि छैन। न हाम्रो भाषा छ, न हाम्रो संस्कार छ, न हाम्रो संस्कृति छ। म के भन्छु भने धर्म रहे संस्कार रहन्छ, संस्कार संस्कृति रहे देश रहन्छ, देश रहे अनि हामी रहन्छौँ। यो कुरा सबैले विचार गर्नुपर्छ। त्यसकारण हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो संस्कृति त्यो काठमाडौँको नेवारले मात्रै जोगाएर हुँदैन। यहाँ यो हामीले पनि हाम्रो धर्म संस्कार संस्कृति हामीले पनि जोगाउनुपर्छ। यो आउने दिनमा आउने वर्षमा यो पैसा थुप्रै कमाउनु होला, तर वर्षमा 1-2 चोटि यो समाजको लागि पनि, यो संस्कारको लागि, यो धर्मको लागि, यो हाम्रो लागि, हाम्रो भाषाको लागि तपाईले 1 दिन 2 दिन यो निकाल्नु भयो भने कतै हाम्रो बालबच्चाले हाम्रो पुर्खाले सिकाएको धर्म संस्कार संस्कृति लागि हामीले एउटा बाटो दिन सक्यौँ भने त्यो बाटोमा डोरिन्छ कि हाम्रो धर्म संस्कार लिएर अरूले यो देशलाई रहेको छ, तर हामी भनेको त्यो धर्म संस्कारलाई हामी छोड्दैछौँ। त्यसकारण आगामी दिनहरूमा हामीले आफ्नो धर्म संस्कार संस्कृतिलाई जोगाउनुपर्छ। तपाईहरुले फुर्सद दिनुहुन्छ होला भन्दै यो आगामी दिनको शुभकामना तपाईहरुलाई स्वागत। आइदिनु हो कतिजना भने पनि तपाईहरुलाई स्वागत भन्दै म आफ्नो 2 शब्द टुङ्ग्याउँछु।
क्रममा हामीले यसलाई बिर्सिनु हुँदैन। जसरी हामी नयाँ वर्ष मनाउँछौँ, अङ्ग्रेजी वर्ष मनाउँछौँ, नेपाली वर्ष मनाउँछौँ, त्यसै गरी हाम्रो यो हिन्दुनालाई पनि हामी यसै गरी प्राथमिकता दिएर मनाउनुपर्छ। हाम्रो धर्म संस्कृतिलाई जगेर्ना गर्नुपर्छ। यसलाई चाहिँ बिस्तारै हामीले यसरी आज न्यून रूपमा हामी उपस्थित भइरहेका छौँ भने भोलिको दिनमा व्यापक रूपमा उपस्थिति भएर यसलाई निरन्तरता दिएर कार्यक्रम सफल पार्नुपर्छ र आफ्नो जात धर्म संस्कृति भनेको बलियो र मजबुत बनाउनु ज्यादै राम्रो हो। त्यस कारणले हामीले यो कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सफल पार्न पर्छ र भोलिका दिनमा पनि यसै गरी हामी सफल पार्ने नै छौँ। मैले खास चाहिँ के भन्न चाहन्छु भने नेवार दे दबु मध्य प्रदेशमा रहेर हामीले विभिन्न खालको एक्टिभिटिज गर्ने क्रममा हामी आउनुभन्दा अगाडि हाम्रो नेवार दे दबु हुनुभन्दा अगाडि नुदया भिन्तुना भनेर एक दुई ठाउँमा मात्र मनाएको पाइन्थ्यो। वीरगन्जमा मनाउँथ्यो र कतै कतै कहिले काहीँ देख्न पाइन्थ्यो भने आजको दिन यतिखेर नै 14वटा ठाउँमा मध्य प्रदेशमा यो कार्यक्रम भइरहेछ। विभिन्न बृहत कार्यक्रम भइरहेछ। अब विभिन्न कुराहरू त अघि नै आइसकेको छ। म काम धेरै लामो राख्दिनँ कुराहरू। विशेष गरी अब हाम्रो बर्दिवासमा रहेको बर्दिवास नेवार समाज र नेवार दिदीहरूको सहकार्यमा विभिन्न किसिमका कार्यक्रमहरू वार्षिक रूपमा हामीले गर्दैछौँ। अघि हाम्रो प्रदेश अध्यक्षज्यूले पनि मन्दिरको कुराहरू गर्नुभयो। हामीले त्यो मन्दिरमा पनि संयुक्त रूपमै काम गरेका थियौँ। योभन्दा अगाडि पनि धेरै कार्यक्रमहरू हामीले संयुक्त रूपमा गरेका छौँ। अब यसै गरी नेवार दिदीको तर्फबाट मलाई भीमसेन पूजाको दिन पनि एउटा सामूहिक तरिकाले भीमसेन पूजा गर्न एउटा मन छ। सबैजनाको हाम्रो भीमसेन मन्दिर बनिसकेको छ। आगामी दिनमा त्यसलाई पनि हामी अगाडि बढाउने कोसिस गर्नेछौँ। र गाई जात्राको दिन पनि अब एउटा र्याली जस्तो बनाउने एउटा हाम्रो विचार छ। यहाँ पनि बर्दिवासमा पनि गाई जात्रा अहिलेसम्म मनाएको छैन। एउटा त्यसलाई मनाउँ भन्ने एउटा सामूहिक रूपमा एउटा मेरो विचार छ। त्यसलाई पनि यहाँ सबैजनासँग सेयर गरेर त्यसलाई अगाडि बढाउनेछु। र विशेष गरी योभन्दा अगाडि भाषा र बाजा प्रशिक्षणको लागि हामीले कोसिस गरेका थियौँ र त्यो बाजा र भाषा प्रशिक्षण यो वर्ष पनि हामीले त्यसलाई कोसिस गर्नेछौँ। सबैजना नानी बाबुहरूलाई हामी सहभागी गराउनेछौँ, त्यसलाई सिकाउनेछौँ। यति भन्दै आजको यो शुभकामना आदान प्रदान कार्यक्रममा आइदिनु भयो। आज विशेष गरी म पूजाको त्यत्तिकै महत्त्व छ। आफैलाई स्वयं आफ्नो देहलाई शरीरलाई ईश्वर मानेर गर्ने पूजा हो। आज हामी त्यो पूजामा पनि व्यस्त हुनुपर्नेछ। यो नेवारहरूले मनाउने म पूजा र विशेष गरी यो नयाँ वर्षको शुभकामनामा आइदिनु भएको सम्पूर्ण साथीहरूलाई, आदरणीय व्यक्तित्वज्यूहरूलाई फेरि पनि म धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको यो न्युदया भिन्तुना 1146 शुभकामना आदान प्रदान कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु।